देखिएको चाहिँ विष्णुदेवी स्कुल हो। तपाईँ स्कुल किर्तिपुरबाट आए पनि अथवा 3 थानाबाट कालङ्की माथि 3 थानाबाट आए पनि त्यो स्कुल हुन्छ। त्यहाँबाट हामी विष्णुदेवी मन्दिरतिर लाग्दैछौँ र यो विष्णुदेवी मन्दिर अगाडि हामी देख्दैछौँ र यहाँ आइपुग्न पनि लाग्यो। घाट हो यो, बल्की खोला, ट्याक्कै विष्णुदेवी मन्दिर हो। यो पुल तर्ने बित्तिकै हामी विष्णुदेवी मन्दिरमा आउँछौँ। यो घाट पनि हो, यो विष्णुदेवी मन्दिर पनि हो। यहाँबाट हामी सिधै मच्छे गाउँ जाने बाटो नै लाग्छौँ अगाडि, देख्न सक्छ। हामी उताबाट आएको बाटोमा जाँदैनौँ, मच्छे गाउँ जाने बाटो सिधै अगाडि नै जान्छौँ, दायाँ बायाँ कतै लाग्दैनौँ। अगाडि थोरै हामी गइसके पछाडि यो चाहिँ हामी यहाँनिर यो गेट देख्छौँ। अब यो टर्निङ कट्ने बित्तिकै चाहिँ तपाईँहरूलाई यो के नगरपालिका भन्छ यो मलाई लाग्छ माथि चन्द्रगिरी नगरपालिका भनेर। त्यसको गेट तपाईँले यहाँ देख्नुहुन्छ अगाडि। यहाँबाट चाहिँ यो चन्द्रगिरी नगरपालिका सुरु भएकोले यो गेट सुरु हुन्छ। यो गेटबाट धेरै अगाडि जानु पर्दैन। हामी यहाँबाट लगभग 100 मिटर अगाडि गइसकेपछि एउटा देब्रेपट्टि छिर्ने बाटो छ, सानो एउटा बोर्ड पनि छ क्यार। यो टर्निङ कट्ने बित्तिकै हामी टोलमा छौँ। यहाँनिर नाममेटेको प्रवेश भनेर यो छ देब्रेपट्टि। पहिला चाहिँ प्रगति हाइट टोल भनेर थियो, अहिले चाहिँ रहेछ नाममेटेको रहेछ प्रवेश भनेर लेखेको छ। त्यहाँबाट हामी यता लागिसके पछाडि सिधै हामी तल खोलामा आइपुग्छौँ। यो बस्तीबाट यो खोला चाहिँ किर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकाको सिमाना हो। हामी खोला तरिसकेपछि अब हामी किर्तिपुर नगरपालिकामै छिर्छौँ। यो चाहिँ अहिले घुमेर जाने बाटो हो। पछि चाहिँ तपाईँको त्यो तल अर्कै खोला पल्लोपट्टि खोला चलाइन थाल्छ। अब खोला चाहिँ छिटो त्यो किनारै किनार बाटो छ, खुलेको छ। यो चाहिँ पिच भएको हुनाले यताको बाटो हामी आएछौँ। यो खोला तर्यौँ, खोला किनारै किनार तलतिर जान्छौँ र हामी राइट माथि लाग्छौँ। थोरै अगाडि बढिसके पछाडि यहाँबाट तलतिर नगए अब माथितिर जान्छौँ हामी। यो चाहिँ प्रगति टोल हाइट भनेर यो बस्ती छ, यो बस्तीतिर लाग्दैछौँ हामी माथि डाँडामा। यसरी यो सबै पिचै छ, बाटोहरू सबै पिचै छ। यो लगभग 13 फिटे बाटोहरू नै हो। 13 फिटे बाटोहरूमा चाहिँ पिच छ। अब यो माथिको देखिएको घर छ प्रगति हाइट टोल सुधार समिति भनेर बस्ने मिटिङ हलमा यो घर छ जोडिएको। यो खोलाइतिर जस्तो बनाएको छ, त्यस बस्ने मिटिङ बस्ने घरहरू जस्तो बनाएको छ। हो यो चाहिँ यहाँबाट माथिबाट गए पनि हुन्छ, तर हामी सिधै अगाडि जान्छौँ। प्रगति हाइट प्रतिशालय भनेको छ हो, यहाँबाट सिधै अगाडि जान्छौँ। अगाडि गएर दायाँ बायाँ नगएर यो बाटोबाट जान्छौँ। अहिले चाहिँ हामी छिटो बाटो चाहिँ माथिल्लो बाटो हुनुहुन्छ। यहाँबाट हामी टक्क अब ओह्रालो झर्दैछौँ। ओह्रालो झरिसकेपछि यहाँनिर चाहिँ अलिकति थोरै यतातिर सबै पिचै गरेको छ। हुन्छ यो घरहरूदेखि अलिक तलतिर हो जग्गा चाहिँ। अब यहाँनिर थोरै यो चाहिँ अब यता हामी लेफ्टतिर झरेर अब यो राइटतिर लाग्छौँ। यहाँ अलिकति पिच गरेको छैन। यो पिच यो वर्ष गर्दैछ दमादम। अहिले अब यो वर्ष चाहिँ आर्थिक वर्षमा सकिँदैछ। यति मात्रै बाँकी छ, यो डाँडासम्म यति मात्रै बाँकी हो। यो थोरै पिच गर्न बाँकी छ, अरू सबै पिच भइसकेको छ। यति चाहिँ हामी अलिकति यो ग्राभेल बाटो देख्छौँ। अब फेरि यहाँबाट पिच गरेको छ, यो बाँकी जोड्न मात्रै बाँकी हो। अब यो वर्ष चाहिँ जोडिँदैछ। अब हामी यहाँबाट तल झर्छौँ, अब पिचै पिच छ। अब यहाँबाट तल झरिसकेपछि राइट जान्छ। यो घरकै उतापट्टिको जग्गा हो, यहाँ देखिएको राइटपट्टिको घरको 13 फिटे बाटोहरू हो। अहिले ढलान गरिसकेको बाटोहरू सबै छ। पछि चाहिँ योदेखि तलतिर अलिकति तल खोला छ, खोला किनारै किनारै बाटो पुगिसकेको छ हो। त्यहाँबाट अब यो घरको यो जग्गा चाहिँ यही नै हो। यहाँ चाहिँ के तरकारी लगाएको रहेछ। अलिक अगाडिको भिडियो यो भदौतिरको भएको हुनाले तरकारी छ। अहिले चाहिँ तरकारी लगाएको छ। त्यो बारी चारवटा जग्गा हो, यहाँले देख्नुहुन्छ। यो जग्गा चाहिँ यही नै हो। अब यो जग्गा चाहिँ अहिले चाहिँ यो तरकारी नहुन सक्छ यतिखेर। यो अलिक भदौमा खिचेको हुनाले धेरै तरकारी देखिन्छ। यो काउली भएको चाहिँ होइन, यतापट्टि यो बाँकी जति छ मकैहरू भएको यो घरको सिमानादेखि
यतापट्टि मकैको झ्याङ सिमीहरू देखिएको, यो फर्सीहरू देखिएको चाहिँ जग्गा चाहिँ यही हो। यो झारले गर्दाखेरि क्लियर चाहिँ देखिएन, जग्गा चाहिँ यही हो, क्लियर चाहिँ देखिएन। यहाँनिर यस्तो लगाएको रहेछ, त्यही भएर यसको बाटो चाहिँ यता